आफ्नो बच्चाको बोर्डिङको फिस तिर्ने पैसा किन्न आज एउटा जनताको छोराले आफूलाई बेचेको छ। ऊ आज परदेश जाँदैछ। उसका परिवार 15 मिनेट हाँसेको सपना देख्न ऊ दिनको 15 घण्टा काम गर्नेछ। घरमा ऊ नभएका बेला उसको साटो समयमै घर फर्किदिने उसले घामलाई लगाएको छ। यदि यो देशमा बनाउनेहरू मुख्य कहिल्यै यो देशको मुख्य समाचार बनेन। देशमा मालिकको गलैँचामा झरेको नेपाली चेलीको आँसुले ठाउँ पाएन। ल ल ल म आउँछु के अरु जस्तो नेता आउनुहुन्न हो। हाम्रो नेताजीको राष्ट्रको हाम्रो भिजन के छ त भिजन सुनाइदिनु। तपाईले अब फेरि आउनुभयो भिजनको बारेमा हैन, म चाहिँ त भनिरहनु पर्ने थिएन। अब देखिरहनु भएको छ हैन। यस्तो अब हेर्नुस् यहाँ त गइरहेको छु। अझै पनि मेरो नयाँ भिजन के छ भने यत्रो पहाड हिमाल छन्, यो चट्टानहरू बोट बिरुवाहरू छन्, जङ्गलहरू, यसलाई पनि सदुपयोग गरेर एउटा हाम्रो देशलाई निकासतर्फ लैजानलाई अझै अगाडि बढ्न चाहन्छु। ताली घन्टीमा 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 अब आज